गुड मर्निङ साथीहरू, नमस्ते। वेलकम छ हजुरहरूलाई फेरि पनि मेरो मिनी भिडियोमा। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम आरामै। आज चाहिँ मैले उठ्ने बित्तिकै भिडियो बनाएको, किनभने आज चाहिँ मेरो काठमाडौँ जाने दिन। बिहान थोरै धन्दा सकाएर जाने भनेर म चाहिँ खोले बसाल्नतिर लागेँ। अनि बिहान उठेर हेर्दा चाहिँ मौसम यस्तो थियो, पानी परेर अलि अँध्यारै थियो, चिसो थियो। अनि यस्तो चिसोमा बाख्रालाई थोरै खोले बसालेर चाहिँ खोलिदिनु पर्यो भनेर लागेँ। अलि तातो हुन्छ नि त, त्यही भएर। पहिला चाहिँ गाउँमा ग्यास चुलो थिएन, दाउरामै खाना बनाउनु पर्थ्यो। प्लस अनि हाम्रो चाहिँ रक्सी पार्थ्यो, दाउराको एकदम अभाव हुन्थ्यो, दुःख हुन्थ्यो भने अहिले चाहिँ रक्सी पनि पार्दैन, खाना बनाउन जे गर्न पनि ग्यास चुल्हैबाट गर्छ। अनि त्यही भएर अहिले चाहिँ दाउराको त्यस्तै दुःख थिएन। अनि जहाँ गए पनि दाउरा देखिने क्या, लोभ लाग्ने, पहिलाको कुरा सम्झेर, पहिलाको समयहरू सम्झेर होइन। अनि म चाहिँ खोलेसोले बसालेर राखेर अब धन्दा सकाएर रेडी हुन जानु पर्यो भनेर तलतिर झरेको। तल आउने बेलामा चाहिँ पुरै यस्तो अँध्यारो थियो क्या। अनि अँध्यारो पुरै हुस्सो आएर अनि यो चाहिँ लुङदर अस्ति भर्खर राखेको। अनि कालो न कालो भएको थियो। पहिला चाहिँ अब घरमा बस्ने बेलामा चाहिँ यस्तो जति अँध्यारो भए पनि नाम्लो डोरी लिएर दाउरा घाँसमा हिँड्नु पर्थ्यो भने अहिले चाहिँ पर्दैन। अहिले चाहिँ बाख्रा र सानो भैँसी मात्रै छ। आमाले हेर्नुहुन्छ मजाले। अनि बाबु सानै छ भनेर म चाहिँ कहीँ पनि गएन। घरमा गएर पनि पुरै अँध्यारो थियो। ड्राइभरले चाहिँ फोन गरिसकेको थियो मलाई, रेडी हुँदै गर, गाडी आउन लाग्छ भनेर। सो त्यही भएर चाहिँ रेडी हुनेतिर लाग्यौँ हाम्रो आमा छोरा। अनि यो चाहिँ गाडी आएर चढिसकेपछि बाबुलाई उठाएको, पुरै निन्द्रामै थियो क्या ऊ चाहिँ, कता हो के हो भनेर। अनि माथि आएर यस्तो भिडियो लिएको, घाम लागिसकेको थियो, उसो पनि हराइसकेको थियो। गाउँ छोडेर अब लाग्यो काठमाडौँतिर। काठमाडौँ भन्नाले नि अब पहिला माइत छिर्नु पऱ्यो भनेर माइततिर लागेको म चाहिँ। अनि यो चाहिँ सुनकोसी बाढी आइरहेको रहेछ, धमिलो न धमिलो, पुरै रातो न रातो क्या। अनि पारी चाहिँ पुरा त्यो झोलुङ्गे पुल पहिलाको पुरै लत्रिरहेको थियो। पहिला चाहिँ यो पक्की पुल बनेको थिएन र झोलुङ्गे पुलबाट हिँड्नु पर्थ्यो, पुरै गाह्रो थियो, बाटो एकदम अप्ठ्यारो थियो ठुलो बाबुको पालामा चाहिँ। भने अहिले चाहिँ सानो बाबुको पालामा चाहिँ मजाले पक्की पुलमा गाडीमा, बाटो चाहिँ अप्ठ्यारो नै थियो खोलाको बिचमा। अस्तिको बाढीले गर्दाखेरि पुरै अफरोड थियो। त्यही पनि अब हिँड्नु त परिहाल्यो। साथीहरू हेर्नु न, हाइसहरू पुरा त्यो अब तलैतिर जाने ठुल्ठुलो गाडीहरू पुरै आइरहेको थियो क्या। यस्तो अफरोड बाटो छ, एकदम गाह्रो भएर चाहिँ यात्रा गर्नुपर्ने थियो। सबै भिडियोहरू त बनाउन पाएन, किनभने बाबुलाई लिनु पनि पर्यो नि त। अनि बाबु सानै छ, अनि अप्ठ्यारो बाटो। अनि यहाँ चाहिँ एम्बुलेन्स पनि बिग्रेर बसिरहेको थियो। बाबु लिएर एकदम यात्रा गर्न गाह्रो हुने नि त, बच्चा लिएर। अनि काठमाडौँबाट घर जाने बेला चाहिँ बाबुले भमिट गरेको थिएन भने, सानो बाबुले काठमाडौँ फर्किने बेला चाहिँ एकदम भमिट भएको थियो क्या। उसलाई के भएको नि होइन, सन्चो नभएको हो कि के भएको, भमिट गरेर दाइचेको लुगा, मेरो लुगा सबै भिजाएको थियो। अब बच्चा बोकेर एकदम गाह्रो हुन्छ बाटोमा, त्यही भएर पनि मैले भिडियो खासै खिचेन। अनि यो चाहिँ माइत आइसकेपछि, माइत आउने बेला चाहिँ आधी बाटोबाट दाइ र मामा भेटेर, दाइ र मामाको स्कुटर र बाइकमा आएको थियौँ बाबु र म। त्यही भएर छिट्टै आइपुग्यो। तल चाहिँ गाउँको भाइको छेवर वर्तमान चलिरहेको थियो, तर म चाहिँ गइनँ। आफ्नो जन्मथलो आउँदा चाहिँ एकदम खुसी लाग्ने नि त, एकदम रमाइलो लाग्ने। अनि यो चाहिँ मेरो माइती घर। अनि एकदम रमाइलो लाग्ने, खुसी लाग्ने, छुट्टै महसुस हुने क्या अब खुसीको। त्यही भएर मैले चाहिँ भिडियो लिएको। आजको भिडियो चाहिँ यति नै साथीहरू। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। अनि